एउटा डाउनर काउच सिन्ड्रोमको केस स्टडी लिएर आएको छु। डाउनर काउच सिन्ड्रोमको के हो भने नि गाई बस्तु बसेपछि 12 घण्टासम्म उठ्न नसक्ने अवस्थालाई डाउनर काउच सिन्ड्रोम भन्छ र यो अवस्था फिल्डहरूमा जुन छ नि व्यापक रूपमा चाहिँ देखिन्छ। जस्तो एउटा एलर्ट काउचको हुन्छ जसमा चाहिँ गाई बस्तु उठ्न खोज्छ, अर्को चाहिँ उठ्न नसक्ने हुन्छ र यो फ्रोगलाई भ्याक्टाको जतिको चाहिँ पोजिसनमा भयो भने अलिकति धेरै कठिन अवस्था हुन्छ। अर्को चाहिँ नन एलर्ट किसिमको हुन्छ जुन चाहिँ उठ्दैन। 8 महिनाको प्रेग्नेन्स गाईहरूमा पनि त्यस्तो चाहिँ समस्या देखिन्छ। त्यस्तोमा हामीले फिल्डको अवस्थामा कहिलेकाहीँ चाहिँ ब्याइदिने बनाउनु पर्ने हुन्छ। अब मेन त चाहिँ के भने मेस्टाइटिसको चाहिँ 5वटा कुरो हुन्छ। मेस्टाइटिस, मेट्राइटिस, मस्कुलोस्केलेटल र न्युरोलोजिकल डिजिज, मेटाबोलिक डिजिज र म्यासिभ सेप्सिस पेरिटोनाइटिसको कारणले चाहिँ डाउनर काउच सिन्ड्रोम हुन जान्छ। अब त्यसमा धेरै जसो मेडिसिन चलाउनुमा क्याल्सियम, न्युरोभिटामिन, एनएसआइडी र एन्टिबायोटिक, एन्टी इन्फ्लामेटरी हो, नन स्टेरोइड एन्टी इन्फ्लामेटरी। अब हेर्नुहोस् एउटा फिल्ड केसको दियो थियो 8 महिनाको ब्याउनेलाई, यसलाई ब्याउने मात्रै बनाइदियो भने उठाउन सजिलो हुन्थ्यो। तर यसमा लगभग 30,000 जतिको इन्जेक्सनहरू लगाएको थियो, 15 बोतल त क्याल्सियम नै लगाएको थियो। त्यो एकदमै गलत ट्रेन्ड हो। औषधिको त यो त पुरै चाहिँ एग्रोभेटको भण्डार भए जस्तो छ। त्यो चाहिँ राम्रो कुरो होइन। त्यसैले म त के भन्छु भने नि मेरो एक्सपिरियन्स मैले कसरी चाहिँ डाउनर काउच सिन्ड्रोमको प्रयोग गर्छु। पहिलो चाहिँ एउटा कुरो के हो भने 2 बोतलभन्दा बढी चाहिँ क्याल्सियम कहिले पनि नदिनुहोस् र एउटा एन्टिहिस्टामिन दिनुहोस्। दोस्रो कुरो चाहिँ सेप्टिक मेट्राइटिसमा तपाईँ एक्सेप्टको इन्जेक्सन लगाउनुहोस् र यसलाई चाहिँ जुन चाहिँ या सेप्टिफ्युड पायो भने र एन्टिहिस्टामिन। मस्कुलोस्केलेटल न्युरोलोजिकल सिन्ड्रोममा मेलोक्सिकेम या र न्युरोभिटामिनको इन्जेक्सनको प्रयोग गर्नु। त्यस्तै मेस्टाइटिसमा तपाईँ एउटा एन्टिबायोटिक दिनुहोस् र यसमा स्लाइन चाहिँ एकदम आवश्यक हुन्छ। प्रायः जसो इकोलाइको इन्फेक्सन हुन जान्छ। र अर्को मैले के गर्ने गरेछु भने नि 9 ml चाहिँ न्युरोभिटामिन लिनुहोस् र 9 ml डिस्टिल वाटर लिनुहोस्। लम्बोस्याक्रल रिजनमा चाहिँ 9 ml र स्याक्रोल कोक्सियल रिजनमा 9 ml चाहिँ तपाईँ इन्जेक्सन दिनुहोस्। 18-20वटा केस मैले पहिला बहुत एकदम केस चाहिँ ठिक भएको मेरो केसहरू हो। यसपछि अहिले मैले चाहिँ के हुन्छ भने नि डाउनर काउच सिन्ड्रोम सम्बन्धी चाहिँ उसको लागि होमियोप्याथीको एउटा चाहिँ रिसर्च फर्मुलेसन तयार गर्छु। यो पनि यति इफेक्टिभ छ कि सप्लिमेन्ट्रीको रूपमा धेरै राम्रो काम गरेछ। मेरो करिब 18-20वटा केस यसले ठिक भएछ। यसमा यो केस 18वटा केस यसमा के गरिन्छ भने नि 6 घण्टाको फरकमा चाहिँ 4-5 स्प्रे जुन छ नि दिइन्छ पहिलो दिन। त्यसपछि दोस्रो दिन जुन छ नि त्यसै स्प्रेको चाहिँ डाउनर काउच सिन्ड्रोमको प्रयोग हुन्छ। यो हाम्रो सक्सेस केसहरू छ। नारायणपुरमा पनि थुप्रै केसहरू छ जुन कि सक्सेस भएको छ। र यसको सँगसँगै एउटा अर्को कुरो पोटासियम तत्त्वको कमी हुने पोटासियम क्लोराइड यसलाई इन्जेक्सनबाट दिन सकिन्छ तर आइभी दिनु हुँदैन, मरिहाल्छ गाई। त्यसैले 100 ग्राम त्यो र 50 ग्राम भेली लिनुहोस् किनभने यो मात्रै खुवाइदिनु भयो भने मुखबाट फिज आउन थाल्छ र एकदमै टडो हुन्छ, गाई बस्तुले खाँदैन। अनि यसको बाहेक पनि यो उठाउने प्रक्रिया पनि एकदमै राम्रो हो, त्यसको गर्न सक्नुहुन्छ। आजको भिडियो यहाँहरूलाई कस्तो लाग्यो? थ्याङ्क यू।